Hello, everyone. Hello, Miss. Hello, Miss. Cutie. Hello, Beauty. Hi. म चाहिँ के त Queen. तिमी चाहिँ बटरफ्लाई Butterfly. हामी चाहिँ पुतली के भयो पुतली हामी चाहिँ आज जाँदैछौँ कहाँ जाँदैछौँ हामी खै नाम थाहा होइन मलाई दक्षिण पश्चिम जाने हो ए मलाई मात्रै थाहा छ छ जापानिज एउटा छ नाम त्यही बोक्कानो सात बोकानो सात भन्ने ठाउँमा पो हो ल थाहा रहन्छ अच्छा मलाई त थाहै थिएन थाहा छैन रे ल मैले लाँदैछु दुईजनालाई है त ओके सो एक्साइटेड एक्साइटेड क्युटी एक्साइटेड एकदम एक्साइटेड छु पहिलोचोटि जाँदैछु यिनीहरूसँग घुम्नलाई हामी पनि योसँग पहिलोचोटि है मलाई आशा छ मैले आज केही किन्नु पर्दैन होला मेरा दिदी मेरा मित्रले टन्नै बोकेका छन् मेरो लागि पैसा त्यसमा लगाउँ कि माथि लगाउँ आज चाहिँ हामी यो बोकेको छ 2 घन्टामा सकिन्छ यो पग्लिन्छ पो वहाँ पुग्दाखेरि पग्लिन्छ केही छैन त्यसपछि ब्यागतिर झुन्डाउँला मौसमले चाहिँ खतरा दिएको छ आज होइन तर बादल चाहिँ छ तर अब एकदमै चर्को घाम पनि छैन नि त चर्को घाम पनि छैन अनि घाम नभएको हुस्सु पनि छैन ठिक्कको छ नर्भस थियौँ है आज पानी पर्छ भनेर तर राम्रो एकदमै राम्रो एकदमै बेस्ट डे मेरो यति राम्रो अनुहार जोगाउनको लागि भए पनि टोपी लगाएको छु मैले चाहिँ दुईजनाले चाहिँ चस्मा लगाएको छ होइन मेरो साथी चाहिँ मस्तले सुतिरहेको छ गाडीमा एकजना चाहिँ बिचरा अर्को सिटमा परेको त्यो ठुलो हेरिरहनु भएको छ यता हेर्नु यसले हामीले 1 घन्टा भनेर 2.5 घन्टाको बाटो चुकेर ल्याएको यस्तो राम्रो ठाउँमा ल्याएको 1 घन्टा भनेर यस्तो राम्रो यो ठाउँमा त अनि उ गर्ने ठाउँ हो नि त हेर न कति रमाइलो भोग लागेर तर कति राम्रो ठाउँ के त्यो के हाउ के कति रमाइलो भयो कि हेर्दै आउँदाखेरि है म त एकछिन त निदाएछु पछि चाहिँ आएर ओए खत्रै गाउँ क्या गाउँ पनि कति राम्रो ठाउँ कि नेपाल घरको जस्तै याद आयो ओए हामी त्यो उसो पार्कमा पुगेको छैन पार्कमा जम्मै खाजा खाएर जाऊँ न कहाँ हो पार्क चाहिँ अनि पार्क यहाँ हो त नि हिँडेर जानुपर्छ त एकदम भोक लागिरहेको थियो अनि खानेकुरा हेर्दैछौँ हामी चाहिँ अब भोक लागिरहेछ नि त सो खाँदै के यस्तो किनेर खाँदैछौँ खाएर हिँडिरहेछौँ होइन कति खतरा के बाटोमा खाँदै हिँड्दैछु कस्तो राम्रो आएको क्या तर ओइ भिडियो माई गड जाने है कस्तो राम्रो सिन आएको छ क्या पछाडि अगाडि ओ हिमाल पनि रहेछ अग्लो ठाउँमा आइपुगेको रहेछ नि हामी बाटो हराएको अवस्था म्यापको सहायता लिएको अवस्था हामी चाहिँ हराइरहेछौँ यहाँ त्यो पनि यस्तो गाउँमा आएर यस्तो डाँडामा आएर क्या तर एकदम रमाइलो भयो यार है म दिदी एउटालाई भारी बोकाएर दुईजनाले अब भइभरको सबै बोकाएर दुईजना पुरै फ्री भएर हिँडिरहेको छ हिँड ल अगाडि हिँड लोकेसन चाहिँ हेर केटी हो हरायो भने चाहिँ मलाई थाहा छैन म त पछि आउने हो साँच्चीकै कति के अरे गाउँमा गएको जस्तै फिल भयो यार मलाई त गाउँ त हो कि तर हाम्रो घरको गाउँ के नेपालको सबै फ्रेस हुन्छ क्या माइन्डहरू यो सेतोभित्र त के हुन्छ सेतोभन्दा उता चाहिँ जानु हुँदैन आयो मेरो हात गऱ्यो त्यहाँ पर पुगेको छ बिचरा म्याप हेर्दै हिँडिरहेछ गाली गर्दैछ कति ढिलो आएको भन्दा एकजना चाहिँ यति पछाडि यति ढिलो हिँड्नै नसक्ने
फार्मिङ गर्दो रहेछ अहिले चाहिँ यो मुलाको खेती रहेछ है कस्तो राम्रो क्या राम्रो भन्नाले गाउँ अनि कस्तो शान्त वाह जस्तो लाग्यो टिकट काउन्टरमा आइपुगेको छौँ है टिकट काउन्टर चाहिँ यहाँ रहेछ दोकान सातो अहिले चाहिँ आइफोन 17 प्रो म्याक्सबाट खिच्दैछु दुईजना चाहिँ टिकट काट्न लागिरहेको छ म चाहिँ एकछिन बाहिर स्टल पारेर बसिरहेको कस्तो रमाइलो ठाउँ अनि यो भित्र चाहिँ के गर्ने तपाईँ हामी भित्र जाने टाइमै हुन्छ नि कताबाट सुरु कता अन्त्य गर्ने नै थाहा छैन त फर्स्टमा हजुरहरूको त्यो कृपी हेर्न जाउँ त्यही त है फुल फुल खोइ दुईजना पनि हो है हाई हाई बाई बाई भेडा भेडा कोयाचो आगे नै तिम्रो नाम के हो हामी चाहिँ अब घरतिर फर्किन्छौँ यहाँ अब बन्द हुन्छ भनेर डराएर भागेको मान्छे फाइनली हामी चाहिँ निस्केको आइसक्रिम खाँदै मलाई चाहिँ आज माया गरेर धेरै दिएको थियो है उनीहरूलाई पनि दिएको क्या मैले क्युट छ नि त